भोलि पेट्रोलियम प्रोडक्टहरु पनि निकाल्न सक्छौं भने त ग्यास मात्रै भेटिया छ भनेछ। त्यसले कुलिङ पिरियड भनेर एउटा पास गर्यो। तर प्रधानमन्त्रीको आदेशमा सभामुखले रुलिङै त गरिरहनु भएको छैन, तर त्यसलाई एजेन्डामा ल्याइरहनु भएको छैन। हामी सत्तामा भएको भए हामीले ल्याउँथ्यौँ। नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एक मतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेर भनेछ। प्रधानमन्त्रीजीको हटकी के को लागि, कसको लागि? अब त कसको लागि भनेर हामीले सोध्नुपर्ने आवश्यकता परेको छ। सचिव बनाउने, सचिव बनाइसकेपछि रिटायर हुने बित्तिकै तपाईले अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लग्ने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कस्तो काम गर्लान् भनेर हामीले कुलिङ पिरियड राख्नु पर्यो। के अन्य देशमा छैन त? अन्य देशमा पनि कुलिङ पिरियड छ। अमेरिकामा पनि छ, फ्रान्समा पनि छ, बेलायतमा पनि छ, इन्डियामा पनि छ, अन्य देशहरुमा पनि छ। कति ठाउँमा त, कति देशहरुमा त तपाईको प्राइभेटमा पनि गएर काम गर्न पाइँदैन कति वर्ष। त्यसले कुलिङ पिरियड भनेर एउटा पास गर्यो। तर प्रधानमन्त्रीको आदेशमा सभामुखले रुलिङै त गरिरहनु भएको छैन, तर त्यसलाई एजेन्डामा ल्याइरहनु भएको छैन। हामी सत्तामा भएको भए हामीले ल्याउँथ्यौँ। नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एक मतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेर भनेछ। प्रधानमन्त्रीजीको हटकी के को लागि, कसको लागि? अब त कसको लागि भनेर हामीले सोध्नुपर्ने आवश्यकता परेको छ। सचिव बनाउने, सचिव बनाइसकेपछि रिटायर हुने बित्तिकै तपाईले अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लग्ने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कस्तो काम गर्लान् भनेर हामीले कुलिङ पिरियड राख्नु पर्यो। के अन्य देशमा छैन त? अन्य देशमा पनि कुलिङ पिरियड छ। अमेरिकामा पनि छ, फ्रान्समा पनि छ, बेलायतमा पनि छ, इन्डियामा पनि छ, अन्य देशहरुमा पनि छ। कति ठाउँमा त, कति देशहरुमा त तपाईको प्राइभेटमा पनि गएर काम गर्न पाइँदैन कति वर्ष। प्रजातन्त्र सेनानी भन्ने बित्तिकै भोलि पेट्रोलियम प्रोडक्टहरु पनि निकाल्न सक्छौं भने त ग्यास मात्रै भेटिया छ भनेछ। अगाडि लग्ने सकिँदैन भन्ने कुरा हामीले बुझ्नु पर्यो। बजेटको कुरा म जान्दिनँ, मलाई थाहा छैन, म धेरै बोल्दिनँ। किन बोल्दिनँ भने प्रधानमन्त्रीको क्षेत्रमा मात्रै बजेट जाँदो रहेछ अनि मन्त्रीहरूको क्षेत्रमा बजेट जान्छ, हामीहरूको क्षेत्रको मतलबै छैन। त्यो ठिकै छ, मलाई त्यसमा केही भन्नु छैन।
तर त्यसरी अगाडि देश अगाडि बढ्न थाल्यो भने हामी कहाँ पुग्ने हो? आज देशमा पैसा थुप्रिएको छ, रेमिटेन्सबाट पैसा थुप्रिएको छ, डलर पनि त्यतिकै थुप्रिएको छ। तर तपाईहरु किन लोन लिन जानुहुन्न? किन जानुहुन्न भने सरकार प्रति विश्वास नभएर नभएको हो। अहिले 1,22,000 प्रति विश्वास नभएको। हामी सक्छौं, हामी गर्छौं। त्यो के भनेदेखि भ्रष्टाचार निर्मूल गर्छौं। प्रधानमन्त्रीजी भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर। हामी निर्मूल गर्छौं, दण्डहीनताको अन्त गर्छौं, सुशासन दिन्छौं, सँगसँगै स्वास्थ्य र शिक्षा र सामाजिक सुरक्षाका विषयमा हामी अत्यन्त गम्भीर छौं। आजै म सुन्दै थिएँ 25,000 25,500 स्कुल रहेछ, सामुदायिक स्कुलहरू 26,000 भनौँ न। 26,000 स्कुलमा 15,000 स्कुललाई या त क्लोज गर्नु पर्यो, बन्द गर्नु पर्यो, या मर्ज गर्नु पर्यो भनेर आइरहेको छ। हामीहरूको पोलिसीले गर्दा हो नि त। राष्ट्रबाट उभिएर प्रधानमन्त्रीजीले 7 बुँदे सम्झौता गरेर हामी सरकार आएको र हामी यो सरकार 84 को चुनावभन्दा पहिले हामी गर्छौं भनेर भन्नुभयो। के कुरा राख्नुभयो? जनतालाई झुक्क्याउन पाइन्छ? झुट बोल्न पाइन्छ? पाइँदैन। देशको प्रधानमन्त्रीले झुट बोल्न पाइँदैन। नसक्ने कुरालाई सक्दिन भनेर भन्नुस्। उहाँले के भन्नुभयो भने संविधानमा पुनरावलोकन गर्छु भनेर भन्नुभयो। हाम्रो सभापतिजीको पनि त्यहाँ हस्ताक्षर छ भन्ने कुरा बुझौं। आज कहाँ पुगेको छ संविधानको पुनरावलोकन भनेर म यही तनहुबाट प्रधानमन्त्रीजी र सभापतिजीलाई सोध्न चाहन्छु। किन सक्नु भएन? प्रधानमन्त्रीजीले त भन्दिनु भयो अप्पर हाउसमा हाम्रो स्ट्रेन्थ पुग्दैन, ताकत पुग्दैन, संख्या छैन, बन्दैन भनेर। त्यो थाहा थिएन उहाँलाई? हस्ताक्षर गर्नुभन्दा पहिले थाहा थियो होला। जनतासित झुट बोल्न हुँदैन। देशको कार्यकारी प्रमुखले अन्त भएछ भने आफ्ना दुश्मनलाई चाहिँ लगाइदिने, आफ्ना मानिसहरूलाई चाहिँ छोड्दिने। सुशासनको त म पुरै गर्न छाडिसकेँ, किनभने सुशासन सधैँ छैन यो देश। त्यहाँ बेग्लै कुरा हो भन्ने कुरा बुझ्नु पर्यो। सत्ता हामीसित छैन। तपाईहरुले सामाजिक सञ्जालमा जति न्यूज अखबारमा जति पढिरहनु भएको छ त्यसले के बुझिन्छ भने सरकार चाहिँ नेपाली कांग्रेसको सरकारमा छौं हामी। त्यो केन्द्रीय सरकारमा पनि छौं, प्रदेशको सरकारमा त गण्डकी प्रदेशमा त हाम्रै नेतृत्व छ, तर सत्तामा छैन। त्यो के भनेको भन्ने लाग्दो होला तपाईहरुलाई। हामीसित यसो तपाईहरुले हेर्नुभयो भने डेमोक्रेसीमा, प्रजातन्त्रमा संरचनाहरूले काम गरिरहेको हुन्छ। त्यो संरचनालाई
मा को छन्, कस्ता मानिसहरू छन् भनेर तपाईहरुले हेर्दै जानुभयो भने हामी देख्दैनौँ प्रजातन्त्रवादीहरू, हामी त्यहाँ वामपन्थीहरू मात्रै देख्छौँ। जताततै तपाईले हेर्नुभयो आदरणीय साथीहरू, त्यसले कुलिङ पिरियड भनेर एउटा पास गर्यो। तर प्रधानमन्त्रीको आदेशमा सभामुखले रुलिङै त गरिरहनु भएको छैन, तर त्यसलाई एजेन्डामा ल्याइरहनु भएको छैन। हामी सत्तामा भएको भए हामीले ल्याउँथ्यौँ। नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एक मतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेर भने प्रधानमन्त्रीजीको हटकी के को लागि, कसको लागि? अब त कसको लागि भनेर हामीले सोध्नुपर्ने आवश्यकता परेको छ। सचिव बनाउने, सचिव बनाइसकेपछि रिटायर हुने बित्तिकै तपाईले अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लग्ने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कस्तो काम गर्लान् भनेर हामीले कुलिङ पिरियड राख्नु पर्यो। के अन्य देशमा छैन त? अन्य देशमा पनि कुलिङ पिरियड छ। अमेरिकामा पनि छ, फ्रान्समा पनि छ, बेलायतमा पनि छ, इन्डियामा पनि छ, अन्य देशहरूमा पनि छ। कति ठाउँमा त, कति देशहरूमा त तपाईको प्राइभेटमा पनि गएर काम गर्न पाइँदैन कति वर्ष। कतै कतै हाम्रो कुरा तपाईलाई भन्न चाहन्छु, त्यसमा ढुक्क हुनुहोस् होला। यसमा कुनै इफ्स एन्ड बट्सको कुरा होइन हो। समस्या कहाँ आउन सक्छ भने हाम्रा नेतृत्वहरूले अलिकति छोड्दिनु त के फरक पर्छ भनेर भनिदिनु हो भने अप्ठ्यारो पर्न सक्छ। तर नेपाली कांग्रेसका सांसदहरूले, यहाँ पनि हुनुहुन्छ सांसदहरू, हामीहरू छौँ, हामी छोड्दैनौँ। झुकाउने कुरा होइन प्रधानमन्त्रीजीले, यो देशको कुरा हो। मलाई त हाँसो लाग्छ सचिवहरूप्रति। फाइल बोकेर प्रधानमन्त्री माने सांसदहरूका दौडिया छन्, प्रधानमन्त्रीका गइरहेका छन्। के को लागि, किन चाहियो उनीहरूले? 2 वर्ष काम रोक्न सक्दैन? अर्को मान्छेलाई दिन सक्दैन? किनभनेदेखि प्रधानमन्त्रीजीले कमिट गर्नुभएको छ तिमीहरूलाई, म रिटायर हुने बेलामा तिमीहरूलाई म अगाडि बढाउँछु भनेर भन्नुभयो। त्यसकारण हो, अरू केही कारण होइन। हामी पनि कुनै पनि हालतले कुलिङ पिरियड राखेर छोड्छौँ, लगाउँछौँ भन्ने कुरा तपाईँलाई भन्न चाहन्छु। संरचना यसरी भत्किरहेको छ। सबभन्दा पहिले त अब चिन्ता कहाँ छ भने त्यो ग्यास चाहिँ बिचौलियाहरूको हातमा त पर्दैन। कसरी गर्ने त आवाज हामीले दिनु पर्यो। मैले भन्ने गरेँ, हामीहरूको 4 वर्ष अधिवेशन, हामीहरूको नेपाली कांग्रेसको अधिवेशन
4-4 वर्षमा हुनुपर्छ। त्यो हामीले विधानैमा लेखेको छ। केही पर्यो, अप्ठ्यारो पर्यो भने हामीले अधिवेशन 1 वर्ष सार्न सक्छौँ। अझ देशैमा केही अप्ठ्यारो भयो भने संविधानले 6 महिना सार्न दिएको छ। त्यो सार्न दिएको छ भनेर सधैँ त्यसलाई युज गर्दै जाने, अहिले के अप्ठ्यारो पर्यो भनेर हामीले सोध्ने कि नसोध्ने? हामीले नेतृत्वलाई सोध्नु पर्यो नि त, पदाधिकारीहरूलाई सोध्नु पर्यो नि, के अप्ठ्यारो पर्यो तपाईँहरूलाई, ताकि अधिवेशन समयमा तपाईँले गर्न खोजिरहनु भएको छैन। बहाना छ नवीकरण, बहाना हो। म त बहाना भन्दैछु। किन भनेदेखि नेपाली कांग्रेसको इतिहासमा यसरी पहिलाचोटि हामीले नवीकरण चाँडै गर्न खोज्यौँ। नवीकरण चाँडै गर्न खोज्दाखेरि यो समस्या आएको। पहिले त लास्टसम्म पनि तपाईको अधिवेशन महाधिवेशनको डेट सुरु भइसकेको हुन्छ, अनि नवीकरण भएको तपाईँहरूले नै सबैले तपाईँहरू एकदम ज्ञातै हुनुहुन्छ नि। त्यसको आत्तिन पर्दैन। नेपाली कांग्रेसको नयाँ क्रियाशील किन नमानिएको भनेर सोध्नुपर्ने बेला छ। नवीकरण त हुन्छ, लास्टमा पनि गर्नै पर्छ, गर्दिने भन्न पाइने लेखेको छ कि भन्दा पहिले 1 वर्ष पहिले हामीले क्रियाशील सक्नुपर्छ भनेर। कहिले सक्ने डेट खै? किन आतुर नभएको पदाधिकारीले? यो हामीले सोध्ने कि नसोध्ने? कृषिमा आधुनिक त सीजीबीटी को काम हो। स्किल ट्रेनिङहरू हामीले दिन सक्नु पर्यो। हामी टुरिज्मका कुरा गर्छौँ। ब्यासको बाटा यही पनि छ नि, हैन? यही बगलमा छ ब्यासको बाटा, यही छ दमोली, हैन? यही यसैको बगलमा त हो तल। म पनि गएको छु। तर कति पर्यटक हामीले ल्याउन सक्यौँ? आन्तरिक पर्यटक र बाह्य पर्यटक। त्यसलाई पहिले त तपाईको यो हाम्रो के पुरातात्विकले प्रुफ गरिदिनु पर्यो यो हो भनेर, अनि हामीले फैलाउनु पर्यो। धार्मिक टुरिज्मले मात्रै खरबौं रुपियाँ हामीले कमाउन सक्छौँ नेपालमा। यही तपाईँको माथि स्थानमा हेर्नुहोस् त, मुक्तिनाथ अहिले किन बढेको छ? भारतको प्रधानमन्त्री गएपछि नै बढ्न थाल्यो हो। भारतीयहरूको घुइँचो लागेर क्या नसक्ने होइन। हामीका छ एडभेन्चर टुरिज्मको कुरा छ, स्पिरिचुअल टुरिज्मको कुरा छ, नसक्ने होइन। हामी सक्छौँ, तर त्यो गर्नको लागि आत्मविश्वास, इच्छा शक्ति हामीमा हुनु पर्यो। नेपाली कांग्रेसले सक्छ भन्ने विश्वास मलाई छ। एक दूसरालाई दुश्मन जस्तो हामी ठानिरहेका छौँ। हामी कोही कसैको दुश्मन होइन। म त चाहन्छु तपाईहरुले मेरो आलोचना गर्नुहोस्। म चाहन्छु ताकि आलोचना भएपछि मैले हेर्छु, तपाईहरुले लेख्नुहुन्छ फेसबुकमा मेरो बारेमा, सामाजिक सञ्जालमा पढ्छु, पढेर अनि त्यसलाई आफूलाई इम्प्रुभ गर्ने प्रयास गर्छु। हामी आफ्नो उत्पादन हाम्रो छैन। कागती मात्रै हामी 5 अरब रुपियाँको बाहिरबाट आयात गर्दैछ। त्यस्तो अवस्थामा हामी छौँ। देश छ। तपाईको
कफी तपाईको वर्ल्डको चौथो बेस्ट क्वालिटीको कफी हुँदो रहेछ नेपालमा। कफीलाई हामीले अझ बढावा दियौँ। चियाको गरिरहेका छन् मान्छेहरूले, जडीबुटीको छ, तर जडीबुटी अब यहाँबाट निकालेर तपाईले भारत र चीन पठाउन थाल्नु भने त्यसको केही माने हुँदैन। अब हामीले यही प्रशोधन गर्ने फ्याक्ट्रीहरू हामीले खोल्न सुरु गर्नु, अनि मात्रै हामीले ठिक ठाउँमा पुग्न सक्छौँ। हामी सक्दैनौँ भन्ने कुरा होइन। हामी आईटी का कुरा गर्छौँ, तर गाउँमा बस्ने कृषकलाई आईटी को स्किल कसरी सिकाउने भन्ने कुरा हामी गर्दैनौँ। अरू देशमा भइरहेका छ, हाम्रै छिमेकी उसमा भइरहेका छ। 25 सालमा